अच्छा प्रिन्जाले अन्डा पकाउँदै हुनुहुन्छ स्कुलको खाजा बनाउने अरे आफै मैले नि हुन्छ नि त आफै सिक्नु पनि पर्छ भनेर बनाउन दिइरहेको छु अन्डा चाहिँ एकदम थिचेको हुनुहुन्छ उहाँले हजुरहरुको नानी बाबुहरूले कसरी खाजा बनाउनुहुन्छ कमेन्ट गरेर भनिदिनु होला कतिको हेल्प गर्नुहुन्छ अब चाहिँ अन्डा पाकिसक्यो मामु भन्दै हुनुहुन्छ त्यसैले अन्डा झिक्दै हुनुहुन्छ उहाँलाई हातले पोलेछ हातमा पोलेछ तातोले यसरी नै हो नि त सिक्नुपर्ने पानी लिन्छन् भएको छ अब चाउचाउ उमालेर सुक्खा चाउचाउ र अन्डा लाने भन्दै हुनुहुन्छ पानी पनि लिएर आइसक्नु भइसक्यो अब चाहिँ पानी हाल्दै हुनुहुन्छ अब चाहिँ पानी पनि बसाइसक्नु भयो अब चाउचाउ झिक्दै हुनुहुन्छ लक अलिक टाइट भएछ नि त उहाँलाई खोल्न एकदमै गाह्रो भइरहेछ उहाँले खोल्नै सक्नु भएन खोलिदिनु न मामु भन्दै हुनुहुन्छ मैले नै खोल्दिएँ उहाँले यो बिर्को पनि खोल्न सक्नु भएन चाउचाउ हाल्दै हुनुहुन्छ नापेर लाने अरे नि त परे हाल्दै न हाल्नु एकदम डढाइराख्नु भएको छ पकाउँदै हुनुहुन्छ म चाहिँ यहाँ सोया सस हालिदिनु पर्यो भनेर अलिकति सोया सस हाल्यो भने हेर्दा पनि राम्रो देखिन्छ नि त त्यसैले सोया सस हाल्नुको लागि थोरै सोया सस खोल्दैछु उहाँले चाहिँ आफ्नो टिफिन तयार गरिसक्नु भइसक्यो अब उहाँले चाहिँ अन्डा चाउचाउ झिक्दै हुनुहुन्छ पोखिन्छ अलिक तल छिटो छिटो सुरुपाली हो नि त त्यसैले सिकाउँदैछु मैले फाइनली उहाँको खाजा चाहिँ तयार भइसकेको छ अब उहाँले टिफिन पनि खोल्दै हुनुहुन्छ टिफिन आफै हाल्ने मामु भनेर आफै हाल्दै हुनुहुन्छ टिफिन पनि उहाँले चाहिँ आफ्नो टिफिन रेडी गरिसक्नु भइसक्यो
स्कुल जानुको लागि तयारी गर्दै हुनुहुन्छ।